आउनुभएछ नि त घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे एमाले माथे यी तिनटालाई लगाएर आलेले जित्ला त अब एकदम जित्ला नजित्दै कुरै भएन नि त। अब चाहिँ अब नि केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो कुको। ए दिदी देश आनन्दले चल्या छ छैन। यो देश आनन्दले नचल्नुको कारण को हो? कुन पार्टीहरूले गरे भन्नु त? एमाले एमाले को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न? एमाले हिँड्नु देखाउँथे दम छ भनेको एमाले सिधा कुटिन्छ नि कस्तो कुरा गरे हौ? ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन नि? काङ्ग्रेसलाई कुटिन्छ, माओवादी कुटिन्छ। तपाईँलाई यति बेला बुढेसकालमा भत्ता दिएर पाल्ने नै एमाले केपी ओली बाउले ल्याएर दिएको हो। ओलीलाई के भन्न चाहनुहुन्छ? ओलीलाई पछिल्लो समयमा ओलीले हिटलर बिर्साइदियो क्या। जस्तो मेरो छोरो ग्लोबल कलेज पढ्छ होइन, हिजोले सुत्न सकेको छैन, उसको अनुहार सम्झियो कि तर्सिन्छ। यहाँ त केपी ओली र बालेन सापो लड्दैछन् रे होइन, के छ सर? खै यो केटाकेटी खेल जस्तो भइरहेछ कि हजुर, जुन जोगी आयो नि कानै चिरेको थैले भिरेको भन्ने जस्तो भएको छ। मै पनि एमाले यसै पनि एमाले भन्ने दिन गइहाले